पानीपुरीको स्वाद चाहिँ आज चाहिँ बब्बाल थियो। हेलो एन्ड नमस्ते गाइस सबैजनालाई, वेलकम ब्याक टु माई मिनी ब्लग। जब मेरो दिनको सुरुवात हुन्छ पुरा अल्छीको साथ, यता आएर हेरेको त हाम्रो बाघ पनि सुतिसकेको रहेछ, अर्कोतिर गएर हेर्छु त फेरि उता पनि बाघ लडिपुरा छ। अनि आज चाहिँ मेरो काम हुन्छ यहाँ कि मकैबारी गोड्नका लागि। अनि म आफ्नो 3 करोडको ओह्रालो बोक्छु र मकैबारीतिर जान्छु। हजुरहरू त्यति बेरसम्म चाहिँ भिडियो लाइक र कमेन्ट सेयर पनि गर्नु। ओहो बाबा, मकैबारीको झार देखेर म त छक भएर झन्डै लडेको। यो पाराले त हुँदैन, बोइलर धन्दा जस्तो धन्याउनु पर्छ भनेर धन्याउन थाल्यो। भ्यू पनि आज लास्ट खुलेको थियो गाई चाहिँ यता। अनि मैले एक्लै सक्दिनँ होला भनेर हजुरआमाले नि बोलाएर दुईजनाले धन्दै गरेको एकैछिनमा स्वाहा। मकैबारीले सक्ने बित्तिकै भोक लागेको थियो गाइस। अनि मस्तसँगले गएर पानीपुरीको स्वाद चाहिँ मजाले लिएर गाइस घरमा आएर हेर्छु त घरमा त मासु पाकिरहेको छ, त्यही पनि खसीको। एन्ड बाई बाई गाइस, थ्याङ्क्स।